विद्यालय परिसरभित्र हरियालीले भरिएको करेसाबारी, ससाना विद्यार्थीको उत्साहपूर्ण सहभागिता र त्यही बारीमा फलेको ताजा तरकारीबाट तयार हुने दिवा खाजा। यो दृश्य अहिले पश्चिम नवलपरासीको सरावल गाउँपालिका 6 गडौरी स्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा देख्न सकिन्छ। विद्यालयमा सञ्चालन भइरहेको विद्यालय पोषण प्रवर्धन कार्यक्रमले विद्यार्थीको पोषण सुधारसँगै विद्यालयमा व्यावहारिक सिकाइको नयाँ अभ्यास सुरु गरेको छ। हेलन केलर इन्टरनेसनलको सहयोगमा बेस नेपालद्वारा सञ्चालित पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत 2082 माघदेखि सुरु गरिएको यो कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको छ। विद्यालयका प्रधानाध्यापक श्रवण साहनीका अनुसार विद्यालयले आफ्नै करेसाबारीमा उत्पादन गरेको हरियो तरकारी विद्यार्थीको दिवा खाजामा प्रयोग गर्न थालेपछि विद्यार्थीमा पोषणयुक्त खाना खाने बानीको विकास हुन थालेको छ। उहाँका अनुसार परियोजनाको सुरुवाती चरणमै विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ तथा अभिभावकहरूलाई पोषण सरसफाई र करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको थियो। परियोजना मार्फत विद्यालयलाई विभिन्न तरकारीका बिउ, बिजन, प्राङ्गारिक मल, कृषि औजार तथा सरसफाई सामग्री सहयोग गरिएको छ। अहिले विद्यालयको करेसाबारीमा विभिन्न मौसमी तरकारी फलेका छन् र ती तरकारी नियमित रूपमा दिवा खाजामा प्रयोग भइरहेका छन्। हरेक बार विद्यार्थीलाई पोषणयुक्त र सन्तुलित खाना दिने प्रयास भइरहेको छ। यसले विद्यार्थीको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको प्रधानाध्यापक साहनीले बताउनुभयो। विद्यार्थीहरूको दिवा खाजातिर पनि त्यो तरकारीले एकदमै सहयोग गराउँदै आएको छ र त्यो सँगसँगै विद्यार्थीहरूलाई पोषणयुक्त खानामा एकदमै सहज भएको छ। आफ्नै विद्यालयमा उत्पादन भएको ताजा तरकारी खान पाउँदा विद्यार्थीहरू पनि खुसी छन्। परियोजनाले विद्यालयको दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन रु 50,000 नगद सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ। उक्त रकम विद्यालयको पोषण तथा दिवा खाजा व्यवस्थापनमा खर्च गरिने विद्यालयले जनाएको छ। परियोजना संयोजक शालिग्राम पोखरेलले विद्यालयको आफ्नै उत्पादनलाई दिवा खाजासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँका अनुसार विद्यालय पोषण सुधारसँगै विद्यार्थीमा कृषि, सरसफाई र स्वास्थ्यप्रति चेतना बढाउने लक्ष्य पनि परियोजनाको छ। यहीँको उत्पादन चाहिँ दिवा खाजामा युज होस् भन्ने गाजरको तरकारीमा अलिक दिगोपना लामो जाने खालको त्यसलाई सुरुवात गरिरहेको छ। सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले विद्यालयको करेसाबारी कार्यक्रम उदाहरणीय भएको बताउनुभयो। सबै विद्यालयमा यस्तो अभ्यास आवश्यक रहेको बताउँदै अध्यक्ष चौधरीले विद्यार्थीले आफ्नै उत्पादन खान पाउनुको साथै पढ्दै कमाउँदै कार्यक्रमसँग जोड्न सके अझै प्रभावकारी हुने उल्लेख गर्नुभयो। दिवा खाजा आखिर बाहिरबाट ल्याएर खुवाउनु भन्दा आफ्नो करेसाबारीको उत्पादन खुवाउन सक्यो भने त हरेक दृष्टिकोणले राम्रो। पोषणयुक्त दिवा खाजाको यो अभ्यास अन्य विद्यालयका लागि समेत प्रेरणादायी बन्न सक्ने सरकारवालाको विश्वास छ। मोहन पौडेल, दैनिक 24 खबर, पश्चिम नवलपरासी।